हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, वेलकम टु माई भ्लग। म चाहिँ धेरै दिनपछि फेरि अर्को भिडियो लिएर आएको छु, किनभने म चाहिँ माइतदेखि जस्तो भर्खर आएको थिएँ। भर्खर भन्दा पनि भयो 1-2 दिन। अनि आएको भोलिपल्टदेखि यस्तो डेन्जर पानी पऱ्यो कि। अनि पानी परेर मैले केही भिडियो बनाउनु पाएको थिइनँ। अनि पानी पनि फेरि यति साह्रो परेको थियो कि ब्रेकै नलिई परेको थियो, ब्रेक नलिई। अनि त्यही भएर मैले केही भिडियो पनि बनाउन सकिनँ। फेरि धेरै दिनपछि म आएको छु। अहिले चाहिँ म चाहिँ यहाँनिर सब्जी टिप्न आँटेको भन्दा नि अलिकति टिपिसकेँ सागहरू, किनभने आज चाहिँ सब्जीको गाडी आएको छ। त्यही भएर म चाहिँ सब्जी टिप्दैछु। आधी टिपिसकेँ, अब अलिकति बाँकी छ। मेरो आजको काम चाहिँ यस्तै छ है साथीहरू। यस्तो चिसो हावा आएको छ कि यहाँनिर पहाडमा। त्यसै त जाडो झन् साह्रो हावा रे पानी परेर यस्तो चिसो ल्याएको छ कि हावा चलेर। त्यही भएर म चाहिँ यहाँनिर सल्ले वरिपरि बेरेर काम गर्दैछु चिसोबाट जोगिनको लागि। त्यसै रुगा मार्ती लागिरहेको छु। अनि एकदम साग पनि टिपिसकेँ मैले टक्क लाएर। गाइज, म चाहिँ यहाँनिर कोपी टिपेर आउँदैछु, फुलकोपी। हेर्नुहोस्, धेरै त छैन र 1-2 केजी छ, र पनि 1-2 पैसा भए पनि हुन्छ कि भनेर टिपेर ल्याएको छु मैले। थोरै फुलकोपी ल्याएको छु टिपेर। ल है साथीहरू, अब चाहिँ हाम्रो घरमा चाहिँ यो फुल फुल्ने बेला भएको छ। यो चाहिँ भर्खर कोही बेला लाग्दै रहेछ। यहाँनिर चाहिँ यो चाहिँ दामी लाग्छ हो, तर 3-4 दिनको पानीले कुटेर सबै यसरी निहुरेको छ। तर अब अलिक बादमा यो ठाडो हुन्छ, पानीले सबै निहुराएर। यो पनि फुल्दैछ। अब पछि यो सबै भित्ताभरि फुलेको छ भने क्या दामी देखिन्छ। यो चाहिँ फुल्दै रहेछ है साथीहरू, क्या दामी लाग्छ यो भित्ताभरि फुल्दाखेरि। हेर्नुहोस् है, क्या दामी देखिरहेछ हौ भित्ताभरि टक्क। यता चाहिँ अब कस्तो दामी हो। ल यहाँनिर पनि फुल्दैछ है ढकमक्क व्हाइट कलरको। यो चाहिँ यस्तै कलरको चाहिँ 3-4 थरीको छ है हाम्रो घरमा चाहिँ, व्हाइट कलरको दामी। गाइज, म चाहिँ साग टिप्दैछु है, टक्क। साथीहरू, यो फुल पनि भाइहरूले चाहिँ टिप्नु है भन्नुभएको थियो, तर यो चाहिँ अलिक उयो के पो कुकुर फुल हो। अर्को कुकुर फुल चाहिँ उता छ। यो चाहिँ अलिकति बारेको मात्रै देखाएको छ। अनि फुल पनि टिप्दैछौँ आज हामी, फुल पनि बेच्दैछौँ हामी आज। ल है साथीहरू, म चाहिँ अब सागको भारी बोकेर घर जाँदैछु। यस्तो चिसो छ कि जाडोमा जाडो। फाइनली साथीहरू, मेरो चाहिँ यहाँनिर सागको भारी रेडी भइसकेको छ। यहाँनिर अब यो चाहिँ माथि गाडी भएको ठाउँमा पुर्याउनु पर्छ हामीले मेरो सागको भारी। यहाँनिर छोराको सागको भारी। यो चाहिँ छोराको डोकै, छोरालाई पनि भारी। ल मेरो छोराको पनि भारी रेडी भएर छोराले चाहिँ भारी बोकिसकेको छ। यता हेर छोरा, छोरालाई नि यति सानै उमेरमा भारी बोकाएको भनेर अन्यथा नलिनु होला साथीहरू, किनभने केटाकेटीको रहर त पुरा गर्नु पर्यो। अब चाहिँ म पनि यहाँनिर सागको भारी बोक्दैछु साथीहरू। अब चाहिँ हामी चाहिँ लाग्यौँ सब्जी बोकेर, किनभने रात पनि परिसकेको छ। अब फेरि अर्कोचोटि फुलको भारी पनि लिएर आउनु पर्नेछ। हामी चाहिँ गयौँ सागको भारी बोकेर, म छोरा, किनभने रात पनि परिसकेको छ। लु मेरो सागको भारी सागको भारी बोकेर लाग्यो माथि। लाग्यो साथीहरू माथि
सब्जी लिन आउने गाडी भएको ठाउँमा उकालोमा मेरो छोरा चाहिँ अगाडि जाँदैछ 2-4 मुठा साग बोकेर। साथीहरू म चाहिँ यो 1 डोको फुल चाहिँ बेच्नको लागि रेडी गरेको छु। यो 1 डोको फुल चाहिँ अब म लाँदैछु। ल ल ल 1 डोको फुल चाहिँ क्या दामी छ हौ। यो चाहिँ गर्दौली फुल अरे आमैले भन्नुभएको। क्या दामी छ यार। यो फुल त टक्क यसरी दिएर आई लभ यु भन्नुपर्ने क्या। के गर्नु र जोडा छैन साथमा। जोडा भन्ने बित्तिकै अन्यथा नसोच्नु होला है साथीहरू। मतलब मेरो श्रीमानज्यू क्या दामी छ हौ। 1 डोको फुल चाहिँ अब म लाँदैछु बेच्न। गाइस म चाहिँ अब यहाँनिर फुल बोकेर जाँदैछु फुल बेच्नु। हेर्छ मेरो फुल। गाइस म चाहिँ सब्जी पुऱ्याएर फर्किँदैछु। साथीहरू म चाहिँ सब्जी पुऱ्याएर आएर यहाँनिर चारो पकाउँदैछु। अब चाहिँ झपक्कै रात पनि परिसकेको छ। क्या दामी देखिँदो रहेछ हौ अँध्यारोमा सेतो फुल त। तर धुवाले हल्का डिस्टर्ब गरिदियो यार। अब चाहिँ चारो पनि पाक्ने बेला भइसकेछ अनि खानापिना खाने सुत्ने। साथीहरू अब म चाहिँ खानासाना खाएर अब सुत्न आँटेको छु। अब आजको भ्लग चाहिँ यति नै छ है साथीहरू। अलिकति थोरै छोटो मिठो भनौँ न। अब फेरि पनि म अर्को भिडियो लिएर आउने छु। अब आजको लागि चाहिँ बाई बाई साथीहरू। आज चाहिँ यस्तै भयो थोरै मात्रै थोरै छोटो मिठो खालको भ्लग भयो। बाई। अब फेरि म अर्को भिडियो लिएर आउने छु।